भाइ सुन कुरा, हेर कुरा, आँखा छ? ललितपुरको मेयर यो सानो गाउँबाट के अरे थाइबा जाने बाटो यस्तो अवस्था छ। ल हेर्नुहोस्, कहाँ छ तपाईँहरूको ध्यान, कहाँ छ तपाईँहरूको दिमाग? ल हेर्नुहोस्, के यस्तै हो नेपाल? नयाँ नेपाल भनेको यही हो? नयाँ सरकार यही हो? गर्नु खोजेको के हो तपाईँहरूले? यता पनि यसो हेर्नु न, यो ललितपुरको मेयरहरू के भएको हेर्नुहोस् त। खालि गोजीमा हाल्ने, भुइँमा हाल्नु पर्दैन? कहाँ गएको तपाईँको दिमाग? भोलि तपाईँको छोराछोरी यहाँबाट बाइकमा आउँदाखेरि चिप्लेर लड्यो भने कस जिम्मा? तपाईँ आफै जिम्मा होइन? ल हेर्नुहोस्, यस्तो छ जिन्दगी। ल हेर्नुहोस्, सकिन्छ सकिन्छ। नयाँ सरकार, नयाँ मेयर, ठुक्क जिन्दगी तिमीहरूको। तिमीहरू त घाँस खायो भयो नि साला, किन भात खान्छस्? के हो यहाँ अब के वृक्षारोपण गर्ने कि यहाँ अब धान रोप्ने हो? हेर्नुहोस् यस्तो छ। केही पनि ख्यास्दैन तिमीहरू त। त्यही हो बाटो त एकदम, बाटो त के भन्ने, हेरिरहेको छु, देखिरहेको छु, तपाईँहरूलाई देखाइरहेको छु यहाँ। खोइ त ध्यान कहाँ छ? आजै हेरेन। ल हेर्नुहोस्, बसको गाडी यसरी हिँडिरहेछ। ल हेर्नुहोस्, यो बाटो तपाईँको नभए पनि 500-600 किलोमिटर त होइन, मिटर। ल हेर्नुहोस्, 500-600 मिटर यति बाटो छ। यति बाटो चाहिँ कसको लागि तपाईँहरूले पिच गर्नुलाई राखेको? कि मैले आफै खल्तीबाट पिच हाल्नुपर्ने हो कि? गर्नु पैसा हालेर पिच गर्नुपर्ने हो कि जनताले पैसा हालेर पिच गर्नुपर्ने हो कि? नत्र भने यो ललितपुरको मेयरको काम के छ? ल हेर्नुहोस्, यस्तो छ अवस्था। ल हेर्नुहोस्, हे भगवान्, नयाँ सरकार, नयाँ देश बनाउने भनेको आएको जनताहरू। सबैजना केही सरकारको पछि लाग। यो बाटोमा कुनै बेला केही मान्छेहरू बिरामी भएर यो बाटो ल्याउँदाखेरि त्यो मान्छेको डेथ भइसकेको हुन्छ। लामो नै छ। ल हेर्नुहोस्, दिमाग छ भने यतातिर पनि आँखा लगाउनु होला। मेन सर्वप्रथम म भन्छु यो ललितपुरको मेयरलाई हेर्नुहोस्। यहाँ के हेर्नुहुन्छ होला हौ तपाईँ त? ललितपुरको मेयर साहब, यही हो तपाईँको काम? यही हो तपाईँको